पार्टी सभापतिलाई जस्तै गरी होइन, अलिकति प्रक्रियामा ल्याउने हो भने सदनमा 21 जनालाई ठेक्न सकेका छैनन्। हजुर, चितवनको 1 लाख मत ठेक्न सकेका छैनन्, 11.5 लाख मत ठेक्न सकेका छैनन्, किनकि त्यो सदन सृजनात्मक खबरदारी गरेर हामीले 47 साल यताका ती महाकाण्डहरू लौन छानबिन गरौँ भनेर उठाइ छौँ नि त, ठेक्न सकेका छैनन्, ठेक्न सक्दैनन्। 84 मा संगठन सशक्त बन्दैछ। देशैभरि यो अभियानमा जोडिनका लागि युवा पुस्ता आतुर छ। वृद्ध बाआमाको आशीर्वाद छ, निराश हुन पर्ने केही छैन। हो, सत्ता प्राप्तिका लागि विगतमा धेरै युद्धहरू समेत भएका छन्। आज 84 सम्झेर निदाउनै नसक्नेहरूले जुन किसिमको प्रतिशोध साँचेका छन्, मैले अघि नै भनिसके, रवि लामिछानेको मुटुमा रगत होइन तेजाब छ। जब धुलो टकटक्याएर रवि लामिछाने उठ्नुहुन्छ, यिनीहरू जल्नेछन्, यिनीहरू गल्नेछन्। आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरू, धेरै कुराहरू बाँकी छ भन्नुपर्ने। अभियान मार्फत गाउँ आउँदै गर्दा भनौँला, यो अभियानले पार्टीको विचार, नीति लगायतका विषयमा स्पष्ट पार्न मद्दत गर्नेछ। म अन्तिममा प्रवासबाट हामीलाई हेरिरहनु हुने, प्रवासमा आफ्नो पाखुरा बजारिरहनु भएका, श्रम गरिरहनु भएका, पसिना बगाइरहनु भएका ती मेरा प्रिय युवा दाजुभाइ दिदीबहिनीहरूलाई एउटा आह्वान गर्न चाहन्छु आजको यस बेला र यस कार्यक्रम मार्फत। 84 मा प्रिय दाजुभाइ दिदीबहिनीहरू, यहाँ एम्बुलेन्स आवश्यक भएको हुँदा एम्बुलेन्सका चालक साथीलाई मञ्च पछाडि आइदिनु हुन म हार्दिक अपील गर्दछु। प्रवासमा रहने प्रिय युवा दाजुभाइ दिदीबहिनीहरू, 84 मा कृपया तपाईँ त्यो चुनावी वर्षमा चाडबाड भनेर हतारो नगरिदिनु होला, अगाडि नआइदिनु होला। 84 मा तपाईँको पोते बोली बोलेको त्यो बाबुलाई तपाईँको काखमा हुर्किन नदिएका यिनीहरू सम्झेर, वृद्ध ती बाआमा जो तपाईँले सेवा गर्नुपर्ने थियो त्यो घर सम्झेर, तपाईँले मुठी बजार्ने, पाखुरा बजार्नको लागि यहाँ रोजगारी नदिने यी महाभ्रष्टहरू सम्झिएर म आह्वान गर्न चाहन्छु, 84 को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभियानमा जोडिदिनु होला। बिदा अगाडि भए पनि 84 को चुनावी मैदानमा बिदा राखिदिनु होला। संसारभरिका युवा दाजुभाइ दिदीबहिनीहरूलाई यो अभियानमा जोडिन यस पवित्र कार्यक्रम मार्फत म आह्वान गर्न चाहन्छु। अन्तिममा पक्का पनि आडमा प्रिय सभापति नहुँदा खल्लो भएको छ। चितवनले यति माया गर्ने, यति प्रेम गर्ने सभापति आडमा यो कार्यक्रममा नहुँदा खल्लो भएको छ। मलाई 12बाट फर्किँदै गर्दा सिमारा एयरपोर्टमा त यिनीहरूको निगरानी नै हुन्थ्यो क्यारे। 15 मिनटको त्यो फ्लाइटमा सँगै प्लेनमा हुँदै गर्दा सभापतिज्यूले एउटा शब्द भन्नुभएको छ। म त्यो शब्द चितवनवासी प्रिय बुवाआमा दाजुभाइ दिदीबहिनीहरूलाई साट्न चाहन्छु। त्यो शब्द भनेको यो समय पनि बितेर जानेछ भन्नुभएको थियो। यो समय पनि बितेर जानेछ, आउनेछ नयाँ सुनौलो दिन, हामी सँगै सभापति हुने दिन आउनेछ। यो समय पनि बितेर जानेछ। यिनीहरूको चाहिँ यो समय बितेर जान हामी दिने छैनौँ। यो 35 वर्ष काण्ड मचाउनेका समय सजिलै बितेर जान दिने छैनौँ। यिनीहरूलाई मैले अहिले भनिसके, यिनका 10 दान बैतरनी जेलभित्र गर्ने हो। धन्यवाद। जय देश, जय चितवन। चितवन जिल्लाबाट विभिन्न आन्दोलनमा लोकतन्त्रका लागि, परिवर्तनका लागि, मानवाधिकारका लागि ज्यान आहुति गर्ने शहीदहरूलाई श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। चितवन जिल्लाका किसान दाजुभाइलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।
उपस्थित न्यायप्रेमी चितवनवासी दाजुभाइ दिदीबहिनीहरू, एकजना व्यक्तिलाई यो राज्यले पटक पटक धेरै पटक लखेटिरहेको विगत 5-7 वर्षदेखि देखिरहेका छौं। टिभीमा हुँदा टिभी सञ्चालन कोठाबाटै लखट्दै चितवन लिएर आए। न्यायका लागि र रवि लामी छानेको त्यो निर्भीक निडर स्वभावका लागि चितवनले सशक्त विद्रोह गरिदियो। वर्षौं पहिला नै रवि लामी छानेलाई चितवनले न्याय दिलायो। यिनीहरूले लखटे यो देशको उप प्रधानमन्त्री र गृहमन्त्री बनाइयो, त्यो लखटाए। यिनीहरूलाई हेक्का छैन। न्यायालयको प्रक्रिया र न्यायालयको आदेशलाई मान्छु भनेर न्यायालय प्रति त्यो हार्दिकता देखाउँदै 7:30 बजेको आदेश 10 बजे कार्यान्वयन यिनीहरूलाई गर्नुपर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँग बेडरुमसम्मै पुगेर जुन दुर्व्यवहार गरियो। तन्त्रका बारेमा धेरै बहस गर्ने गृहमन्त्री, बुढा नीलकण्ठबाट मन्त्र सिकेर आएका गृहमन्त्रीलाई म खबरदार भन्न चाहन्छु। त्यो शैलीको म निन्दा गर्न चाहन्छु। जुन शैलीसँग प्रहरी परिचालन गरियो, गुण्डागर्दी शैली थियो। जुन शैलीसँग अन्तिम इच्छा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ। यो पार्टीको, राष्ट्रिय स्वतन्त्र पार्टीको र रवि लामी छानेको अन्तिम इच्छा के छ सुन्न तयार हुनु म भन्न चाहन्छु। यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर युवाहरूलाई रोजगारी सृजना गर्ने अन्तिम इच्छा छ। यो देशमा दलीयकरण र भ्रष्टाचार विरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश 35 वर्षसम्म लुटेकाहरूलाई, 35 वर्षसम्म लुटेका भ्रष्टहरूलाई, भ्रष्ट भनेपछि ठ्याक्कै बुझ्छन्, हामीलाई गाली गरे भन्छन् भ्रष्टहरू, ती भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर जेलै भित्र 10 दान बैतरनी गर्ने भन्छ। 10 दान बैतरनी जेल भित्र गर्न मन छ। भ्रष्टहरू